आज कुरा गरौँ मेरो एकदमै धेरै भाइरल गालाको। मैले कहिले पनि सोचेको थिइनँ मेरो गाला यति धेरै चर्चाको विषय बन्छ भनेर। यति धेरै ब्लस लगाएर त के स्किन केयर गर्नु, पहिला गालाको ब्लस धोएर आऊ अनि स्किन केयर गर न बहिनी। तिमीलाई ब्लस पनि लगाउन आउँदैन कि के, कति धेरै लगाएर सनस्क्रिन लगाएको। यस्तै यति धेरै कमेन्ट्सहरू आइरहेको हुन्छ मेरो पोस्टहरूमा चाहिँ। म पनि त्यति लाटी छैन जसले चाहिँ ब्लसहरू अगाडि नै लगाएर स्किन केयर गर्छ। मेरो स्किन यति धेरै सेन्सिटिभ छ कि ब्लस लगाएको भन्दा पनि रातो हुन्छ मेरो गाला चाहिँ। जति जे गरे पनि त्यो गालाको रेडनेस केही गरी पनि मैले कम गर्न नै सकिनँ। धेरैजनालाई म एकदमै अननेचुरल लाग्दो रहेछ, एकदमै धेरै फिल्टर स्मुथहरू लगाएर भिडियो बनाउँछु जस्तो लाग्दो रहेछ। मैले स्मुथ फिल्टर होइन, एउटा गुड क्वालिटीको लाइटनिङ युज गर्छु। अब म भूत भएको भए त अन्धकारमा पनि भिडियोहरू बनाउँथे, तर मैले राम्रो भिडियोको लागि राम्रो खालको लाइटनिङ युज गर्नै पर्ने हुन्छ। अब लाइटनिङहरू युज गर्दाखेरि अलिकति स्मुथ देखिनु त्यो नर्मल लाग्छ मलाई चाहिँ। मैले कहिले पनि मेरो स्किन संसारको सबैभन्दा राम्रो छ, ग्लोई छ, ग्लासी छ, यति राम्रो स्किन छ भनेर मैले हजुरहरूलाई भ्रममा राखेको भए त्यो सबै कुरा भन्न मिल्थ्यो। तर मेरो अनुहार, मेरो स्किन भन्दा पनि मैले युज गर्ने प्रोडक्टहरू, मैले सेल गर्ने प्रोडक्टमा भएको इन्ग्रेडियन्टहरू चेक गर्नुहोस् न। त्यसमा डाउट छ, त्यसमा केही कम्प्लेन छ भने पो हजुरहरूले नराम्रो कमेन्ट गर्न मिल्छ त। त्यसै मार्केटमा आजकल डुप्लिकेट प्रोडक्टहरू आउने होइन नि, सेलरको अनुहार हेरेर होइन क्या। सेलरले कुन ब्रान्डको प्रोडक्टहरू सेल गरिरहेको छ त्यसमा ध्यान दिनुहोस् न।